आज यो हामी वैशाख 4 गते हामी काठमाडौँको स्काई भन्ने टावरमा चढेका छौँ। यो आज दाइहरुसँग हाम्रो हिजो कालिम्पोङबाट स्काई काठमाडौँसम्मको यात्रा भयो भने आज अब काठमाडौँदेखि पोखरासम्मको यात्राको लागि हामी तयार छौँ। यो पोखराको दृष्टि यहाँबाट मजाले हेर्न सकिँदो रहेछ। हेर्नुस् यति रमाइलो यति राम्रो। यो अलिकति मुटु चिउचु हुँदो रहेछ। मुनि रोड देखिँदो रहेछ। यो 22 तला लिफ्टमा यो 3 तला चाहिँ तपाईको हिँड्नु पर्ने हो। अब आज हामी काठमाडौँबाट पोखरा लाग्छौँ। लगभग बेलुकासम्म पुग्छौँ। यो काठमाडौँको विश्वास डर लागेको छ? छैन?